निकाल्न चाहिँ सकिन्छ इम्पिचमेन्टबाट। तर भोट अफ नो कन्फिडेन्स बहुमत संसदबाट बहुमत नपाएमा राजीनामा दिनुपर्ने भन्ने जुन व्यवस्था हाम्रो पार्लियामेन्ट्रीमा छ त्यो चाहिँ हुँदैन। अनि त्यस पछाडि फिक्स टेन्युर अफ लेजिस्लेचर, कानुन बनाउने लेजिस्लेटिभ विधायिका जुन छ त्यसको पनि फिक्स टेन्युर हुन्छ, फिक्स एउटा स्पेसिफिक समय अवधि हुन्छ। त्यस्तरी नै प्रधान अथवा राष्ट्रपतिको पनि त्यति नै अवधि हुन्छ। अनि मन्त्री परिषद जुन क्याबिनेट भनिन्छ यो चाहिँ एडभाइस दिने मात्रै बडी हुन्छ के, भनेको मन्त्रालयले आफ्नो हिसाबले निर्णय गर्न पाउँदैन जबसम्म राष्ट्रपतिले चाहिँ स्वीकृत गर्नुहुन्न अथवा राष्ट्रपतिले आफूले ओके भन्नुहुन्न तबसम्म केही पनि गर्न पाउँदैन, उसले सल्लाह मात्र दिने हो। अनि क्याबिनेट चाहिँ कसरी बनाएको हुन्छ भने जसरी हाम्रोमा संसदीय व्यवस्थामा चाहिँ संसदबाटै मन्त्रीको क्याबिनेटहरू छुट्याएको हुन्छ त्यसरी हुँदैन। यहाँ चाहिँ कुनै फिल्डको एउटा एक्सपर्ट मान्छे छ अनि राष्ट्रपतिलाई चाहिँ जो मान्छे इच्छा लाग्यो त्यो मान्छेलाई ल्याउने। कुनै त्यो अब एजुकेसनको मान्छे छ भने एजुकेसन मिनिस्टर, अनि एजुकेटेड अनि त्यस्तै प्रोफेसनल त्यो फिल्डको लागि चाहिँ एक्सपर्ट मान्छेलाई चाहिँ चुज गरिन्छ। उहाँहरूलाई चाहिँ अनि प्रेसिडेन्टले आफै अपोइन्ट गर्नुहुन्छ, उहाँहरूले भोट ल्याउने पनि पर्दैन, केही पनि गर्नु पर्दैन, प्रधानमन्त्रीले आफै आउनुहुन्छ क्याबिनेटमा आएर बस्दिनु भनेर चाहिँ अर्डर गरेर आफ्नो मन्त्रालय गठन गर्न सक्नुहुन्छ, आफ्नो क्याबिनेट गठन गर्न सक्नुहुन्छ। अनि त्यो क्याबिनेट चाहिँ एडभाइजरी बडी मात्रै रहन्छ है त। अब प्रेसिडेन्सियल सिस्टम यानि राष्ट्रपतिगत व्यवस्थामा चाहिँ व्यवस्थाका केही फाइदाहरू पनि छन्, केही बेफाइदाहरू पनि छन्। अनि यहाँ लेख्न मैले इङ्ग्लिसमा लेखे पनि म भन्न चाहिँ नेपालीमा भनिदिन्छु है। फाइदाहरू के हो त, सुरुमा हामी फाइदाको कुरा गरौँ। फाइदा पहिलो भनेको शक्ति पृथकीकरणको सिद्धान्त, सेपरेसन अफ पावर भनिन्छ, जसले चाहिँ राज्यको तीनवटा अङ्ग तीनवटा अलग अलग ठाउँमा अलग अलग भएर एकअर्कासँग चेक एन्ड ब्यालेन्स गरेर काम गर्नुपर्छ भनेर जुन भनिन्थ्यो त्यसको चाहिँ एकदम प्रपरली चाहिँ युटिलाइज गरिन्छ। कसरी भन्दाखेरि अगाडि मैले भनेकै छु। अनि दोस्रो कुरा गभर्नमेन्ट अफ एक्सपर्ट्स। किन एक्सपर्ट्स भन्दाखेरि क्याबिनेटमा भएको मिनिस्टरहरू चाहिँ इलेक्सन जितेर 8 पनि पास नगरिकन मन्त्री हुन नपाउने हुँदैन। त्यहाँनिर 8 पास गरेको छ मन्त्री भइहाल्यो भन्ने हुँदैन। एजुकेसन मिनिस्टर हुन्छ भने एजुकेसनको फिल्डमा विद्यावारिधि गरेको एक्सपर्ट मान्छे नै हुन्छ। शिक्षाको क्षेत्रमा हुन्छ भने शिक्षाको क्षेत्रमा एउटा एक्सपर्ट मान्छे नै हुन्छ। त्यस पछाडि स्टेबल टेन्युर हुन्छ। स्टेबल टेन्युर भनेको यति निश्चित अवधिको लागि भनेपछि त्यति नै अवधिको सम्म हुन्छ। त्यो भइसकेपछि इफिसियन्ट गभर्नमेन्ट भनेर लेखेको छु मैले। इफिसियन्ट कसरी हुन्छ भने 5 वर्षको कार्यकालमा 5 चोटि प्रधानमन्त्री चेन्ज गरिराख्दा फेरि पटक पटक चुनाव गर्नु पर्यो, निर्वाचन गर्नु पर्यो, अलग प्रधानमन्त्रीलाई अलग गाडी चाहिने, अलग राष्ट्रपतिलाई अलग गाडी चाहिने, यस्तो नभइसकेपछि खर्च पनि कम भयो। अनि यसमा चाहिँ पार्टीगत जुन हुन्छ नि इन्फ्लुएन्स, पार्टीहरूले चाहिँ हात धेरै पार्टीहरू छिर्ने चाहिँ अलिक कम हुन्छ क्या एकदमै। भनेको यता हाम्रो पार्लियामेन्ट्रीमा जति पार्टीको